अलिक सुन्ने तपाईँको आजको गेमलाई कसरी समराइज गर्नुहुन्छ आज गेम राम्रै खेल्नु भयो तर अब सोचे जति चाहिँ अझै खेल्न सकेका छैन हामीले थोरै अलिकति ब्लक र रिसिभमा कमजोर देखेका छौँ हामी अब 3-0 सोचेको हराउनु भयो सोच्नु भएको थियो आजको गेम यति इजिली विन हुन्छ भन्ने चाहिँ सोच्नु भएको थियो अनि मैले विभागीय टिमलाई कहिले पनि कमजोर ठान्दिनँ किनभने विभागीय टिम भने एउटा सेट टिम हो सधैँ ट्रेनिङ गरिरहेको उहाँहरू स्ट्रङ टिम नै हुनुहुन्थ्यो तर पनि हामीले जित्न पुग्यौँ आज टिमको होइन स्ट्रङ पोइन्ट के रह्यो अनि अझै सुधार गर्नुपर्ने फाइनलको लागि के छ अब हाम्रो चाहिँ स्ट्रङ पोइन्ट भनेको चाहिँ अलिकति हामीले फास्ट बलहरू हान्यौँ ओपन स्पे आउटसाइड हिटरहरूले चाहिँ अलिकति फास्ट बल चेक माथिबाट हान्दाखेरि अलिकति हाम्रो धेरै पोइन्ट आएको हो खासमा अब को चाहिँ अब अर्को टिमको त फाइनलको लागि गेम बाँकी नै छ हजुर दुइटै टिमलाई चाहिँ कसरी हेर्नुभएको छ हजुरले पर्सनली दुइटै टिम अब एउटामा फरेन प्लेयरहरू छ एकदम उत्कृष्ट टिम हो उत्कृष्ट प्लेयरहरू छ र त्यो टिममा चाहिँ अब राइजिङ प्लेयरहरू पनि छ होइन दुइटैको कम्बिनेसन गर्दाखेरि उहाँहरूको टिम पनि राम्रै छ रुकुम भलिबल चाहिँ त्यस पछाडि आर्मी त अब डिपार्टमेन्ट टिम भइ नै हाल्यो उहाँहरूको सेट टिम एकदम राम्रो छ आज पनि विभागीय टिमसँग खेलिसक्नु भएको छैन भोलि चाहिँ दुईवटा टिममा चाहिँ को आइदियो भने चाहिँ हामीलाई इजी हुन्छ भन्ने चाहिँ पर्सनली कुन चाहिँ टिम होइन अब चाहिँ यो गेम हुन बाँकी नै छ अलिकति इम्पोर्टेन्ट म्याचहरू लिगमा खासै खेल्नु भएको छैन उहाँहरूले अब यो गेम हेरिसके पछाडि चाहिँ अब यो आइदियो हुन्छ भन्ने कुरा त्यसपछि थाहा हुन्छ मलाई चाहिँ आजको गेममा चाहिँ पुलिसले नि राम्रै खेलेको थियो हजुर फर्स्ट थर्ड सेटमा त लिड पनि गरेको थियो तपाईँहरूलाई अलिकति टक्करै दिएको थियो होइन त्यो अब पुलिसको चाहिँ अलिकति कमजोरी भयो कि नेपालले राम्रै होइन हामीले चेन्ज गर्नुपर्ने बेला चाहिँ हामीले चेन्ज गरिरहेको थिएनौँ स्कोर ल्याएको थिएनौँ पछि चाहिँ हामीले चाहिँ कन्टिन्युस स्कोर ल्याउँदाखेरि चाहिँ हाम्रो पोइन्ट माथि भयो खासमा पोइन्टमा पुलिस माथि हुँदा चाहिँ अब कतिको त्यो च्यालेन्ज कति होइन यो कमजोरी भएको थियो भने चाहिँ हाम्रो पुरै टिमलाई फिल थियो अनि यसलाई चाहिँ सुधार गर्दै जाँदाखेरि हाम्रो माथि हुन्छ भन्ने हामी सबैमा कन्फिडेन्स भएको कारणले गर्दा पनि हामी माथि भएको पछि अब फाइनललाई लिएर चाहिँ कतिको उत्साही हुनु उत्साही छु अब सधैँ म उत्साही नै छु अब होप्छु अब जित्ने कोसिस गर्छु जित्छौँ पनि होला सायद थ्याङ्क यू